बेर्ना तयार भएको छ भित्र लगाइसक्यो नि। अब यो सिमेन्टमा चाहिँ बेर्ना उमार्यो अनि अहिले यहाँ ल्याएर यो बेर्ना बसाल्ने। के को बेर्ना अहिले रोप्नु हजुर? अब अहिले काँक्रो लगाइन्छ, घिरौँला लगाइन्छ, अनि अब फुल लगाइन्छ करिब 5 कठा जतिमा। अब तिहारको लागि फुल लगाइन्छ। तिहारको लागि? हजुर, त्यहाँ छ 1.5 बिघा 2 बिघा त्यहाँ छ त्यो अहिले लौका फलेको छ। त्यो अघि हामीले देखेको पनि त्यही रहेछ। त्यो टनेल जति देखिने यो बिचमा चाहिँ अहिले टनेल उखालेको त्यहाँ चाहिँ त्यो बिचमा पनि त्यहाँ 10 कट्ठा यो र त्यो बिचमा 10 कट्ठा छ। यो चाहिँ अहिले यतापट्टि पनि लौका छ, यतापट्टि पनि लौका छ। यो बिघाको भाडामा कसरी पर्छ हजुर? बिघा कसरी भाडा कसरी लिनुहुन्छ? कट्ठाको हिसाबले हुन्छ कि वर्षको बिघाको हिसाबले 3000। वर्षको 3000? अक्सिजनका सब्जीहरू तरकारीहरू देख्न पाइन्छ। अहिले लौका फलाएर उहाँले ठिक गरेर कारखाना पठाउने तयारी गर्नुहुन्छ। हाम्रो एकदमै मेहनती बजार हो कि होइन? हाम्रो कालीमाटी बल्को एकदम बल्को हाम्रो डाइरेक्ट बल्को। प्रति केजी कसरी पठाइरहनु भएको छ? यो चाहिँ भाउ ताउ चाहिँ मलाई फेरि थाहा हुँदैन। यो सबै छोराले गर्छ कारोबार। म चाहिँ यसो रेखदेख गर्ने। अब आफ्नो सानो अब यहाँ कर्मचारीहरू छन्। कृषिको यो के अरे उसमा तपाईँले हेर्नुहुन्छ? अझ त्यो पारी 1 बिघा त्यहाँ छ मेरो, त्यो आफ्नै छ 1 बिघा पारी, यो पारी छ। हजुर। अब एकै ठाउँमा भने जति हो। लौकाको कहाँ छ बुवा? लौका उयो तल अहिले फलिरहेको थियो, त्यो तलको हो बाबु। यो पनि हो? यो पनि हो, यो फलिरहेको पनि हो। यहाँबाट जाने बाटो त्यहाँसम्म पुग्नुहुन्छ भने पनि बाटो छ। ट्रेक्टर जाने गरी बाटो राख्नु भएको छ। हामीले त देख्दाखेरि एकदमै नौलो लाग्यो क्या हामीलाई यो। यसमा सबै मुनियाला चाहिँ नि अब मल्चिङ ओछ्याएर सबै व्यवस्थित गरेर अब यो बाँसको गरेर अब सबै यो खर्च हेर्ने भने डोरी तार आदि इत्यादि मौसमको जोखिम पनि छ होइन? अघि यो टनलभित्र भयो अलिकति सुरक्षित पनि हुन्थ्यो। यसरी लगाएर दुःख गरेर एकदम फल दिने बेलामा मौसमको कारणले गर्दाखेरि सबै उ भएको त्यस्ता घटनाहरू पनि छ। त्यस्तो त कुनै पनि उसमा रिस्की नभइकन त कुनै पनि व्यवसायमा सिधा रिस्की नभएको जागिर हो। गयो खायो आयो सिधा। अब बाटो तलब महिनाको तलब आउँछ, तलब हाजिर हुनु पऱ्यो, त्यसमा पनि टाइममा समयमा पुग्नु पऱ्यो, काम त दिनु पऱ्यो। तर यो व्यवसायमा भनेको कुनै पनिमा रिस्की छ के बाबु? कहिले अब यो स्वात्तै भइदिइ पनि हाल्छ, आइदिइ पनि हाल्छ। अब कोही बेलामा अब 110 रुपियाँमा जान्छ घिरौँला, कहिले 10 रुपियाँमा पनि जाँदैन। सँगसँगै पशुपालन पनि गर्नु हो? पशुपालन छैन बाबु। घाँस के गर्नु? घाँस झारपातहरू एकदमै मार्ने हो, मार्ने सबै मार्ने। यो एउटा झार मार्ने त्यो दबाई पाउँछ, काँचै हालिदिनु सबै मार्ने हो। सब पशुपालन भन्नाले त्यस्तो पेसाको रूपमा होइन। अब यो एउटा भैँसी एउटा गाई चाहिँ आफू खानको लागि चाहिँ त्यो चाहिँ पशुपालन के सोधेको भने मैले यो घाँस कतिर ध्यानै दिन्न न, त्यो वास्तै नगरेपछि यसको रेखदेख त हजुरले गर्नुहुन्छ होला? यसको रेखदेख गर्ने जिम्मा हजुरले। बजार व्यवस्थापन किनमेल बेचबिखन मान्छेहरू लाउने यताउता गर्ने, अब प्याकिङ स्याकिङ यताउता चाहिँ सबै मैले घरमा हेर्छु। बजार व्यवस्थापन भाउ कसरी बुझ्ने कहाँ पर्छ। उमेर कति भयो? म 64 वर्ष। 64 वर्ष। छोराले के गर्दै हुनुहुन्छ? छोरो त्यही त यो केही पेसा गर्छ, कृषि गर्छ। अब कति छोराहरू कति भाइ? छोरा 2 भाइ। मतलब दुई भाइ नै कृषिमा कि? होइन, एउटा त चाहिने मास्टर थियो, अहिले त्यो छोडेर अब अहिले पोर्चुगल छ। अहिले 2 वर्ष भयो त्यो पोर्चुगल गएको पढाउँथ्यो। उसले चाहिँ खेती गर्दै हुन्थ्यो पनि, आफू गर्ने होइन मान्छे लगाएर। अब उसले चाहिँ म्यान गरेर यो पनि त एकदम कष्टकर कामै हो। अनि पहिला सोध्न के चाहेको भने जस्तो यो तपाईँलाई उसको बारेमा आइडिया छ कि नै? यो कतिबाट सुरु गरेको यो व्यवसाय? मतलब सानो लगानीबाट बढाउँदै गएको हो कि यसलाई? पहिला त यस्तो भयो, पहिला सानै लगानीबाट भन्दा पनि अब पहिला हाम्रो मेरो 2.5 बिघा थियो, त्यसमा आफ्नो जतिमा लगाइयो अनि त्यसपछि बढाउँदै लगायो।